आज छौँ हामी नयाँ ग्रामर अन्तर्गत है। आजको ग्रामर रहेको छ हाम्रो भिएसटीसँग जियो अथवा जियोलाई सर्टकटमा ज्यो भनेर पनि भन्न सक्छ है त। जियो भनेर ज्यो भन्नु एउटै हो। अब यसको अर्थ चाहिँ के हो भन्दाखेरि हो नि अथवा होइन र भन्ने अर्थ है। हो नि अथवा होइन र भन्ने अर्थ हो। यदि हामीहरूले नाउनसँग जोड्न खोज्यौँ भने जियो अथवा इजियो भनेर चाहिँ जोड्न सक्छौँ है, जसको अर्थ हो नि भन्ने नै हो। अब यसको अर्थ चाहिँ हामीहरूले बुझ्यौँ। अब यसको सामान्य परिभाषा हेरौँ त है, कुन अवस्थामा के गर्दाखेरि प्रयोग गरिन्छ भन्ने कुरा। वक्ता र श्रोता दुवै व्यक्तिलाई थाहा भएको कुरा है। वक्ता र श्रोता भनेको सुन्ने व्यक्ति र भन्ने व्यक्ति दुवैलाई थाहा भएको छ कुरा है, पहिले नै थाहा भइसकेको छ। तर प्रश्न गरेर चाहिँ कन्फर्म गर्ने अवस्थामा चाहिँ यसको प्रयोग गरिन्छ है। अब उत्तर गरेर होइन कि प्रश्न गरेर सोध्ने अवस्थामा अथवा कन्फर्म गर्ने अवस्थामा, पुष्टि गर्ने अवस्थामा चाहिँ जियो अथवा जियोको प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ बुझ्नुहोस् है। अब हामीहरूले यदि पास्ट टेन्ससँग हामीहरूले जियो इजियोको अथवा जियोको प्रयोग गर्न खोज्यौँ भने अताचियो भन्ने हुन्छ। अताचियो भनेको यो होइन र भन्ने है। धातुसँग यो होइन र भनेर बुझ्दा पनि हुन्छ है। अगाडि चाहिँ धातु हुनै पर्यो, जसमा हामीहरूले भिएसटी भनेर चाहिँ भन्नुपर्छ है त। ल, अब हामीहरूले के हेरौँ त, वाक्यहरू हेरौँ। गाले भन्छ ओनुल छुमारी जियो है, छुमारी जियो भन्छ अथवा छुमारी ज्यो भनेर चाहिँ भन्छ। आज सप्ताहन्त हो नि अथवा सप्ताहन्त होइन र भन्न सक्छ है। सप्ताहन्त हो नि अथवा देखिनु पर्ने है, किन नदेखिएको होला त। ए अरू साथीहरूलाई पनि देखेको छैन र? साथीहरू जुम गर्नुहोस् है। यदि तपाईँलाई एकजनालाई देखिएको छैन भने अब अरू साथीहरूलाई देखिएको छ कि छैन, म्यासेज गर्नुहोस् त साथीहरू। ल, देखेको छ है। तपाईँले जुम गरेर हेर्नुहोस् है त अलि। ओनुरुन छुमारी जियो भनेको चाहिँ आज सप्ताहन्त हो नि अथवा होइन र भनेर सोध्न सक्यो है। नाले भन्छ ने छुमारी हो हजुर, सप्ताहन्त हो। कन्फर्म गर्नको लागि मात्र, थाहा चाहिँ छ है, पहिला नै थाहा भइसकेको छ, तैपनि क्वेसन गरेर चाहिँ कन्फर्म गर्न चाहिँ खोजेको अवस्थामा चाहिँ हामीहरूले बिएसटीसँग जियो अथवा ज्यो है, नाउनसँग इजियो अथवा जियोको प्रयोग गर्न सक्छौँ। अहिले चाहिँ नाउनसँग लागेको छ है। नाउनसँग के भएको छ त, इजियो भनेर चाहिँ प्रयोग भएको छ यहाँनिर है। ल, त्यस्तै गरी अर्को इक्जाम्पल हेरौँ हामी। गाले भन्छ आगुङसी आगुङजी खाउँ दारे अर्को महिना खोयाङ्गे है, खोयाङ्गे है, खोयाङ्गे भएर छ। खोयाङ्गे गाउँमा खाजियो जानुहुन्छ होइन भनेको है। अनि खाज्यो पनि भन्न सक्यो, जानुहुन्छ होइन र भनेर चाहिँ भन्न सक्यो। अब नाले जवाब दिन्छ ने हजुर खानिदा जान्छु भन्छ है। आगुङ्सी अर्को महिना गाउँ जानुहुन्छ होइन, होइन र भनेर चाहिँ भन्दा नेले नाले भन्छ ने खानिदा हजुर जान्छु। थाहा त पाइसकेको त्यो गाले है, आगुङ्सी चाहिँ गाउँ जाउनुहुन्छ भन्ने कुरा। तै पनि के गर्यो त, त्यसलाई क्लियर हो कि होइन त, कन्फर्म हो कि होइन भनेर चाहिँ सोधेर चाहिँ के गरेको छ त, एन्सर प्राप्त गरेको छ है त, सोधेको छ। अब अब डाइलगमा मात्र हुन्छ भन्ने चाहिँ हुँदैन है। सामान्य रूपमा यसरी एउटै वाक्यमा पनि गराउन सक्यो। अब यता हेरौँ, उछे गुगुन भन्छ है। उछे गुग चाहिँ एगी यस यहाँबाट मल्जियो अथवा मल्ज्यो भनेर भन्न सक्यौँ। भनेको हुला कार्यालय यहाँदेखि टाढा छ हो नि है, टाढा छ होइन र पनि भन्न मिल्यो, टाढा छ हो नि भनेर चाहिँ भन्न पनि सको है। त्यस्तै गरी अर्को हेरौँ, माधु चिनुन माधुदी चाहिँ अझै अझै हाङ्गुगे भन्छ हिजो कोरिया खाँचियो अथवा खाँच्यो भनेर भन्न सक्यौँ है। माधुजी चाहिँ हिजो कोरिया जानुभयो होइन र भनेर चाहिँ कन्फर्म गर्नको लागि प्रश्न नै गरेको छ। यसले एन्सर दिन चाहिँ पाउँदैन है। जियो जियो अथवा जो होस्, यसले चाहिँ प्रश्न मात्र गर्छ, प्रश्न गरेर कन्फर्म मात्र गर्छ, तर के गर्दैन त, एन्सर चाहिँ दिँदैन। एन्सर दिनको लागि अब हामीहरूले टेन्सको नै प्रयोग गर्ने गर्छौँ है। ल साथीहरू, यसलाई स्क्रिनसट गर्नुहोस् है। स्क्रिनसट गरेर
स्क्रिनसट गर्नुहोस् अनि तपाईँलाई दुईवटा क्वेसन अभ्यास गर्नको लागि तपाईँहरूमा चाहिँ प्रस्तुत गर्छु, मजाले अभ्यास गर्नुहोस् है, दुईवटा क्वेसन। ल, यसको लागि मैले तपाईँहरूलाई 4 मिनटको टाइम दिएँ है, सार्न अनि तपाईँको अभ्यास गर्नको लागि। यदि सार्न पछि पनि सकिन्छ भने मजाले स्क्रिनसट गर्नुहोस्, अहिले चाहिँ अभ्यासलाई गर्नुहोस्। बुझेको छैन भने यो के हो सर कसरी आएको भनेर चाहिँ सोध्न सक्नुहुन्छ है त। ल, ल, होमवर्क गर्नुभएको छ क्लास वर्क, अरू साथीहरूले पनि गर्दै गरौँ है। ल, आगुङ सिए सेङ्गिरी है त, सेङ्गिरी नेरिजियो, ठिक छ, अथवा नेइलज्यू भन्ने पनि भन्न मिल्यो, ठिक छ। हरिसी हरिजी ए मेउन उम्सिगुल छुवा हाजियो, मतलब छुवा हाजियो, छुवा हाजियो। ल ठिक छ है साम्राज्ञी, क्लियर छ। ल, अरू साथीहरूले पनि गरौँ है। ल, त्यसै साथीहरू गर्दै गर्नुहोस् है त। अब मैले चाहिँ के गरेँ त, एन्सर देखाएँ है, धेरै टाइम छैन हामीसँग।
ल ल सन्तोषजी नलेखौँ है यसमा। ल नलेखौँ। ल अहिले हेरौँ त, आगुङजीको जन्मदिन भोलि हो नि अथवा होइन र भन्दाखेरि, आगुङसिए आगुङजीको सेङ्गिरी जन्मदिन है, अथवा यो सेङ इरीको ठाउँमा उन नुन पनि प्रयोग गर्न सक्नुहुन्छ है त। नेरी भोलि होइन र अथवा भोलि हो नि भन्दाखेरि प्रयोग गरियो, अथवा यहाँ जियोको ठाउँमा इ ज्यो पनि प्रयोग गर्न सक्नुहुन्छ है त। त्यस्तै गरी दुईमा हेरौँ, हरिजी भनेको हरिसी भयो। पिरो खाना भनेपछि मेउन उम्सिगुल है, पिरो खाना भनेको मेउन उम्सिगुल। मन पराउनु भनेको छोवा हादाबाट छोवा हाजियो भन्न मिल्यो। मन पराउनु हुन्छ होइन र अथवा छोवा हा ज्यो भनेर पनि भन्न सक्यो। ल साथीहरू, यो ग्रामरमा नबुझेको कतै छ भनेपछि भन्न सक्नुहुन्छ है त। बुझेको छ भनेपछि एक स्टेप अगाडि बढौँ। ल साथीहरू, मेसेज गर्नुहोस् बुझेको छ कि छैन। मेसेज गर्नु पर्यो है। अरू साथीहरूले पनि मेसेज गरौँ। ल ठिक छ, अरू साथीहरूले पनि गर्दै गरौँ है त। अभ्यास गरौँ, यसलाई स्क्रिनसट गरेर राखौँ है। ल स्क्रिनसट गरौँ साथीहरू, स्क्रिनसट गर्ने टाइम दिएँ मैले। ल गर्नुभयो नि सबैजनाले। ल अब नेक्स्ट ग्रामर है। अब अर्को ग्रामर छ हाम्रो है, भियास्टीसँग गदुन्यो है। भियास्टीसँग गदुन्यो, जसको अर्थ हो नि त अथवा छ नि त भन्ने है। भियास्टीसँग गदुन्यो भनेको हो नि त अथवा छ नि त भन्ने भयो। नाउनसँग यी गदुन्यो अथवा गदुन्योको प्रयोग गरिन्छ, जसको अर्थ हो नि त भन्ने अर्थ नै हुन्छ है। ल अब हामीहरूले अस्ति पढेको एउटा छ जानायो है, त्योसँग मिल्न जान्छ यो है। जानायो बुझेको छ भने यो पनि मजाले बुझिन्छ, जानायो बुझेको छैन भने यो चाहिँ बुझ्न अलि गाह्रो हुन्छ। कुरा चाहिँ लगभग लगभग मिल्न नै जान्छ है जानायो अथवा गदुन्यो दुइटै कुरा लगभग लगभग मिल्न जान्छ है त। अब यसको सामान्य परिभाषा हेरौँ साथीहरू। वक्ता र श्रोता दुवै व्यक्तिलाई थाहा भएको कुरा है, वक्तालाई भन्ने व्यक्तिलाई पनि थाहा भएको है, श्रोता सुन्ने व्यक्तिलाई पनि दुइटैलाई थाहा भएको कुरा चाहिँ, यदि तर है श्रोतालाई चाहिँ हल्का रूपमा बिर्सेको है, यदि सुन्ने व्यक्तिले चाहिँ हल्का रूपमा बिर्सेको छ भने त्यो अवस्थामा वक्ताले कारण सहित बताउँछ भने त्यो अवस्थामा चाहिँ गदुन्योको प्रयोग गर्छौँ है त। यदि सामान्य रूपले बतायो जानायोको प्रयोग गर्छौँ, कारण खुलाएर नै बतायो भने गदुन्योको प्रयोग गर्छौँ भन्ने कुरा चाहिँ बुझ्नुहोस् है। जब लगभग मिल्न जाने जान्छ, दुइटैलाई थाहा भएको है, कर्तालाई पनि थाहा भएको अथवा बोल्ने वक्तालाई पनि थाहा भएको, सुन्ने श्रोतालाई पनि थाहा भएको कुरा चाहिँ कारण सहित बताउँदाखेरि चाहिँ गदुन्योको प्रयोग गरिन्छ। अब हामीहरूले यदि पास्ट टेन्ससँग लगाउनु पर्यो भने अत आत गदुन्यो, अतात गदुन्यो भन्छ, जसको अर्थ योनि अथवा एनै भन्ने हुन्छ है, जसको अर्थ योनि अथवा एनी भन्ने हुन्छ। ल हेरौँ एक दुईवटा वाक्यहरू हेरेर हामीहरूले क्लियर बुझौँ। गाले भन्छ, अझै हागोने वे आनुवास्यो, हिजो सरी इन्स्टिच्युटमा किन आउनु भएन। उसलाई थाहा त छ है, तै पनि सोधेको छ किन इन्स्टिच्युटमा है। हिजो लेखेँ, सरी यहाँनिर चाहिँ सानो नेपाली फल्ट भएको रहेछ है त, नेपाली फल्ट भएको रहेछ साथीहरू, यहाँनिर थोरै सुधारौँ है। अब यसको अर्थ अझै हागोने ओइ आनुवास्यो भनेको हिजो इन्स्टिच्युटमा किन आउनु भएन भन्दा नाले भन्छ, फेगा आफुनिका फेङ्गोने खातकतुन्यो भन्छ है। पेट दुखेकोले अस्पताल गएको हो नि त अथवा गएको थिएँ नि त भन्छ है। गएको थिएँ नि अथवा थिएँ नि त भनेर चाहिँ भन्छ है। थोरै सुधारौँ है। ल अब गाले भन्छ दुई नम्बर हेरौँ, माधुश्री माधुजी फोथोङ सिजाङ एस, प्राय बजारबाट छाङ्गुल फायो सामान किन्नुहुन्छ अथवा घरायसी सामान किन्नुहुन्छ, किराना सामान किन्नुहुन्छ भनेर सोद्धा नाले भन्छ,
मूलगन खाप्सी है सामानको मूल्य सा गदुन्यु भन्छ सस्तो हुन्छ नि त है। अब यहाँनिर चाहिँ क्वेसनै गर्दाखेरि र एन्सरै गर्दाखेरि मात्र होइन, यसलाई क्वेसन गर्दाखेरि पनि प्रयोग गर्न त मिल्छ है। अब यहाँनिर चाहिँ माधुजी फोथोङ सिजाङ्गेस छाङ्गुल भयो भन्छ है। माधुजी प्राय बजारबाट सामान किन्नुहुन्छ भनेर सोद्धाखेरि मूलगन खाप्सी सागो धुन्यो है मूल्य सस्तो हुन्छ, सामानको मूल्य सस्तो हुन्छ नि भनेर चाहिँ भनेको छ है। अब बजारमा चाहिँ सस्तो हुन्छ भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो अथवा गालाई पनि थाहा भएको कुरा हो, तै पनि सोध्यो है त। अब अर्को हेरौँ, यी सिक्तामुन इङ्गिगा मानायो है। यो रेस्टुरेन्ट चाहिँ लोकप्रिय धेरै छ भनेको है। अब किन धेरै छ त भनेर भन्दाखेरि मानिस आगो मासित कतुने हो भन्छ है। खाना धेरै सस्तो छ अथवा खाना सस्तो र मिठो हुन्छ नि है। लोकप्रिय हुनुको कारण भनेको खाना सस्तो र मिठो छ भनेर चाहिँ अब बताएको छ, कारण सहित बताएको छ है त। त्यस्तै गरी अर्को हेरौँ, होएसा ठोङ्न्यो दुरी मोदु माधु सिरुल छुवायो है। कम्पनीको कर्मचारीहरू सबै माधुजीलाई मन पराउनुहुन्छ नि भनेर भन्दा अब यहाँनिर यसमै नै हामीहरूले वाक्य गरेका छौँ माधु सिगा के अरे छिन्जल हागदुने हो है। माधुजी दयालु हुनुहुन्छ नि भनेर भनेको छ है त। माधुजी दयालु हुनुहुन्छ नि त भनेर चाहिँ भनेको छ। किन मन पराउनुहुन्छ भन्दाखेरि दयालु हुनुहुन्छ नि त भनेर चाहिँ भनेको छ। अब यहाँनिर चाहिँ श्रोता र के त वक्ता है दुइटैलाई थाहा भएको कुरा चाहिँ कारण सहित बताउँदाखेरि चाहिँ गदुन्यौको प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ बुझिराख्नुहोस् है साथीहरू। ल, दुईटा क्वेसन अभ्यास गर्नको लागि नि अभ्यास गर्ने टाइम 4 मिनट। यसलाई चाहिँ स्क्रिनसट गर्नुहोस् है त, स्क्रिनसट गरेर राख्नुहोस्, पछि सार्नु होला है त।
ल साथीहरू अभ्यास गरेर सक्नुभयो? हेलो साथीहरू। ल ल सेन्ड गर्नुहोस्। धेरै टाइम लगाउनु भयो। ल ल साथीहरू एन्सर चेक गरौँ है त। ल एन्सर चेक गर्नुहोस् त, सही छ कि छैन तपाईँहरूको? सरी यहाँनिर चाहिँ छ नि त। जान आएको ठाउँमा गदुनो लेख्नुहोस् है। जान आएको ठाउँमा गदुनो लेख्नुहोस्, गदुन्यो। थोरै फर्क भयो है त। गदुन्यो लेख्नुहोस्। यो पनि गदुन्यो लेख्नुहोस्। गदुन यो। ल है त हेर्नुहोस् त, राम आजभोलि कम्पनीमा काम गरिरहेको छ नि भनेर भनेको छ है त। राम आजभोलि कम्पनीमा काम गरिरहेको छ नि भनेको छ है त। रामी योजुम होइसा हैसा हिराको है कदुने हो भनेको चाहिँ काम गरिरहेको छ नि भनेर चाहिँ भन्न सक्छौँ है। त्यस्तै गरी सीताजी आज बलमा जानुहुन्छ नि भन्दा है, अब यहाँनिर चाहिँ सीता सिनुन है अनुल यहेङ्गुल खाल के त यहेङ्गुल खा गदुन्यो भनेर भन्न सक्नुहुन्छ। ल ल साथीहरू यसमा नबुझेको कतै छ भनेपछि सोध्नुहोस् है त। नभए चाहिँ आजलाई यति नै गर्छौँ है त। मिटिङको टाइम चाहिँ भइ नै लागेको छ, 1 मिनट छ। 1 मिनटमा केही कुराहरू छ भने चाहिँ मनमा राख्न सक्नुहुन्छ है।